राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेनहरू मिसिँदै गर्दा उभिँदै गर्दा कुलमान घिसिङहरू उभिँदै गर्दा नयाँ भनेका जति पनि अगुवा अभियन्ताहरू त्यो पछिमा उभिँदै गर्दा नैतिक रूपमा अहिले हामीलाई पनि सङ्कट परेको छ। अहिले जेनजीले समातेर झापड नहानिकन यिनको बुद्धि अस्ति नै पहिला आइडिया भयो, यत्रो गर्न जरुरी थियो। यहाँ काङ्ग्रेस बन्नुमा, एमाले बन्नुमा, माओवादी बन्नुमा जनताको रगत पसिना बलिदान योगदान परेको छ। 18 वर्षदेखि म काठमाडौँमा पत्रकारिता गर्न 18 वर्ष पहिला छिरेको थिएँ। म रेडियो टेलिभिजनबाट आएको मान्छे हुँ। म रेडियोमा बोल्ने बेलादेखि 64 को संविधान सभाको रिपोर्टिङ गरेर आएको मान्छे अहिले ठ्याक्कै 18 वर्ष भयो। काठमाडौँमा हामीले संसदको रिपोर्टिङ गर्यौँ। यो सबै कुराहरू फेरियो, सबै लडाइँहरू देखियो, राजा देखियो, माओवादी देखियो, भूकम्प देखियो, कोरोना देखियो, जेनजी देखियो, नयाँ देखियो, पुराना देखियो, सबै कुरालाई हामीले चाहिँ एकैचोटि एउटा भोग्ने चाहिँ एउटा त्यो हामीलाई अवसर प्राप्त भयो हैन। अब कस्तो भयो भने पहिला 7 सालतिर के भन्यो भने देशमा एउटा राणा छ, यो राणालाई फालियो भने उपेक्षित उत्पीडित वर्गलाई न्याय हुन्छ भन्ने भएर सबै मान्छे काङ्ग्रेसको पछाडि लागेर एउटै नारा राणालाई फालौँ भनेर सबै मान्छे काङ्ग्रेसमा लाग्यो हैन। राणा गयो, 7 सालमा प्रजातन्त्र आयो, 15 सालमा निर्वाचन भयो, नेपाली काङ्ग्रेसले बहुमत लिएर आएर सरकार निर्माण गर्यो। पहिलोचोटि नेपालमा एउटा चाहिँ दलीय व्यवस्थाभित्र चाहिँ चुनाव हुने एउटा यात्राको प्रारम्भ भयो। बडो इन्ट्रेस्टिङ चाहिँ यो कुरा सुन्नुहोस्, किन भयो त यो भन्ने कुरा चाहिँ अलिकति सुन्न जरुरी छ। नेपालमा निर्दलीय व्यवस्था थियो 20 को 30 वर्ष जति। 46 मा गणेशमान सिंहको नेतृत्वमा आन्दोलन हुँदै गर्दा के भनियो भने देशमा निर्दलीय व्यवस्था छ, दलीय व्यवस्था आयो भने उपेक्षित उत्पीडित वर्गहरूलाई न्याय हुन्छ भनेर सबै मान्छे पञ्चायत मुर्दाबाद, बहुदलीय व्यवस्था जिन्दाबाद भनेर सबै मान्छे बहुदलको पक्षमा लागे। देशमा बहुदल आयो, 48 मा निर्वाचन भयो, फेरि काङ्ग्रेसको बहुमत आयो हैन। 52 पछि माओवादी जन्मिएर के भन्यो भने यो देशमा राजा भन्ने एउटा त्यस्तो तत्त्व छ, राजा भन्ने तत्त्व भएको कारणले गर्दाखेरि उपेक्षित उत्पीडित वर्गलाई अन्याय भयो, शोषण भयो, दमन भयो। यो राजालाई फालौँ र जनताको बहुदलीय जनवाद एमालेले भन्यो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र काङ्ग्रेस माओवादीहरूले भने, यी सबै खालका विचारहरू लिएर आएर राजा फालियो र नयाँ विचारधारा लागू गरियो भने देशलाई न्याय हुन्छ भनेर सबै मान्छे माओवादीमा लागे। सबै मान्छे लागे माओवादीमा। गर्भमा बच्चा बोकेर, पिठ्युमा बच्चा बोकेर, खाली खुट्टा, भोको पेट, नाङ्गो शरीर लिएर हाम्रा सबै ठुल्लाइहरू, जेठो भेनाजोर सबै माओवादीमा लागे। बन्दुक पड्काइयो, 62-63 को आन्दोलन भयो, राजा गयो, गणतन्त्र स्थापना भयो, लोकतन्त्र आयो। राणा गयो, पञ्चायत गयो, राजा गयो, पुरानो व्यवस्था ढल्यो, लोकतन्त्र आयो, गणतन्त्र आयो, प्रजातन्त्र आयो, संविधान बन्यो, सबै कुरा सुनिश्चित भयो। सिंहदरबारभित्र गएर अर्काले छिस्किने लगाइदिएपछि दलित खङ्ग्रङ्ग तर्सियो बजार। दलित त कहीँ पनि भएन फेरि लास्टमा हैन। अस्ति योभन्दा पहिला बनेको केपी ओली नेतृत्वको सरकारमा 26 जना मान्छे मन्त्री हुँदै गर्दा एकजना दलित पनि परेन। 64 मा 51 जना दलित सांसद थियो, 70 मा त्यो घटेर 41 मा आयो, 74 मा त्यो घटेर 19 मा आयो, 79 मा त्यो घटेर 14 जनामा सीमित भयो। काङ्ग्रेसले त एकजना दलितलाई पनि छेउ टुप्पै पर्न दिएन। अनि म त्यही समाचार हेरिरहेको छु, को परेर छन् काङ्ग्रेसको समानुपातिकहरू भनेर यसो हेरिरहेको छु म। सबै मान्छे परिसक्दै गर्दाखेरि कहीँ कतैबाट दलितहरू पर्ने अवस्था भएन। हामीले हेऱ्यौँ लामो समय। अहिले आएर थारूले छुट्टै पार्टी बनाउनु पर्ने, मधेसीले छुट्टै पार्टी बनाउनु पर्ने, जनजातिले छुट्टै पार्टी बनाउनु पर्ने, पहिचानवादीले छुट्टै पार्टी बनाउनु पर्ने, दलितले छुट्टै पार्टी बनाउनु पर्ने। अस्ति निर्वाचन आयोगमा पार्टी दर्ता गर्दै जाँदै क्रममा तेस्रो लिङ्गी समुदायका साथीहरू पनि हामी आफ्नो पहिचानको पार्टी बनाउँछौँ भनेर तेस्रो लिङ्गीहरूको पनि पार्टी बनाउनु पर्ने कारण आइपुग्यो। अहिले किन आयो त फेरि यस्तो कारण? कसले ल्यायो त यस्तो कारण? यो पनि छलफल गर्नुपर्ने बेला त भयो। हिजो क्रान्तिकारी भन्ने विद्रोहीहरूले गएर के भने, तामाङ भेटियो तँलाई तामसाङ राज्य चाहिन्छ भने, मगर भेटियो यहाँ मगरात हुनुपर्छ भने, थारू भेटियो यहाँ थरुवाट हुनुपर्छ भने, राई लिम्बू किराँतलाई तेरो पहिचानको मुद्दा लड्नुपर्छ भने, दलितहरू भेटियो त पहिचानसहित आत्मसम्मान डिग्निटीको एउटा लडाइँ छ भाइ, उठ लड्न तयार भने। सबैभन्दा पहिला चाहिँ एउटा दलित मलाई दिलबहादुर रम्तेल एउटा सार्कीको छोरो बलि चढेर माओवादी जनयुद्ध प्रारम्भ भयो। सबैलाई भेट्दा भेट्दा सबको पुच्छरमा आगो लगाइदियो, हनुमान जस्तो जगाइदियो माओवादीले सबलाई। सबै जागे, हो त लड्नुपर्ने छ त, हो त हो त हो त हो त भन्ने बस सबै मान्छे हनुमान जस्तो चाहिँ पुच्छरमा आगो लगाएर सबै मान्छे गए। सर्लाको भित्रबाट सबैले सिंहदरबारभित्र सिस्किन लगाइदिएपछि अहिले सिंहदरबार किन जल्यो, अर्को किन जल्यो, यो किन जल्यो भन्दैछ। आगो कसले लगाएको? पहिलेबाट लाग्न थालेको आगो, यो अस्ति लागे आगो हो। यो जेनजीको 12 क्लासको किताबमा केपी ओलीले कति भ्रष्टाचार गरेर छ भनेर लेखाएको छ र त्यहाँ केपी ओली उसो घर लगाउने, जेनजीले केपी ओली घरै देखाएको छैन।
शेर्पादेवा घर जेन्जीलाई कहाँ के थाहा छ त्यहाँ घर छ भन्ने कुरा पैसा त्यहाँ राखेको छैन भाउजूले भन्ने कसलाई थाहा छ तिनीहरूलाई त्यहाँ 8 क्लासको किताबमा आरजु देउवा घर कति पैसा छ कति भ्रष्टाचार गरेका छन् भनेर लेखा छ र छैन नि त त्यो त यिनले गरेको आफैले गरेको बदमासी कांग्रेस एमाले माओवादीहरूले विशेष गरी हनुमान जगाइदिए हनुमान बिसाउन नजान्दा आज त्यो हनुमानको पुच्छरमा लागेको आगोले त्यो लङ्का जले जस्तो जहाँ जहाँ गएर बस्यो त्यही आगो लाग्यो आज त कसले जगाएको थियो म खुरुखुरु म पत्रकार बनेर बस्थेँ म काठमाडौँमा म आज यो नाङ्लो लाएर साङ्लो लाएर दाम्रो लाएर किन लड्नु पर्थ्यो रोडमा खुरुखुरु कांग्रेसले यो काम गरिदिया भए अहिले हामीले यहाँ त्यही छलफल गरिरहेछौँ आखिर यो कांग्रेसले आज यस्तै पठाउनु पर्ने रहेछ खुरुखुरु कांग्रेस आफ्नो बाटा हिँडे भए हामीलाई किन बलबाइरहनु परेको थियो माओवादीले आफ्नो खुरुखुरु काम गरे भए अहिले जेनजीले समातेर झापड नहानिकन यिनको बुद्धि अस्ति नै पहिला आइदिया भयो यत्रो गर्न जरुरी थियो यहाँ यो कांग्रेस सुध्रिया भए एमाले सुध्रिया भए माओवादी सुध्रिया भए रवि लामिछाने अमेरिकामै थिए चुपचाप गरिरहेको थियो बालन शाह आफ्नो र्याप हानेर बसिरहेको थियो कुलमान घिसिङमा आफ्नो काम गरे किन परेको थियो हामीलाई जरुरी गर्न जरुरी थियो यो उसलाई कसैले गर्न यो लडाइँ लड्न जरुरी थियो यो हामीले रहरले गरेको विषय हो यो काम कांग्रेसले गर्नुपर्थ्यो यो काम एमालेले गर्नुपर्थ्यो यो काम माओवादीले गर्नुपर्थ्यो काम किन गर्नुपर्थ्यो कांग्रेस बन्नुमा एमाले बन्नुमा माओवादी बन्नुमा जनताको रगत पसिना बलिदान योगदान परेको छ प्रत्येक सासमा केपी ओलीले फेर्ने प्रत्येक सासमा जनताको सास जोडिएको छ रगत जोडिएको छ पसिना जोडिएको छ हजारौं मान्छेले रगत बगाएपछि हजारौं मान्छे अङ्गभङ्ग लाखौं मान्छे घरबार विहीन भएर टाउकोमा छर्रा शरीरमा गोली मनमा पीडा र त्यो घृणा बोकेर बस्न तयार भएपछि बल्ल प्रचण्ड भएका हुन् तर रवि लामिछाने बन्नुमा के लगानी छ कसले कति रगत बगाएको छ बालन शाह बन्नुमा कसले कति रगत बगाएको छ कुलमान घिसिङहरू बन्नुमा आज यी मान्छेहरू जो एउटा खित्तामा आएका छन् यसले एउटा नयाँ उत्साह दिएको छ यो काम कांग्रेस एमाले माओवादीले गरिदिएको भए यत्रो जरुरी थियो यो लडाइँ गरिरहनु पर्ने जरुरी थियो आज प्रकाश सपुत किन समानुपाती कोटा पर्नु पर्थ्यो आज केपी ओलीले राम्रो काम गरिदिए भए प्रकाश सपुत नेता बन्न आउनु पर्थ्यो आज उनी गिदाएर बस्थे आज उनीलाई मनमा एउटा युगो भयो आज केपी आज प्रकाश सपुत रासोपाबाट आज उनी समानुपाती सांसद किनभने एउटा प्रधानमन्त्रीलाई नमस्कार गर्दाखेरि तिनको करियर ध्वस्त पारे होइन एउटा प्रधानमन्त्री गतिलो भइदिया भए आज देश यस्तो हुन्थ्यो आज रिमा विश्वकर्माहरू किन आउनु पर्थ्यो फलानु क्रिकेटर किन आउनु पर्थ्यो फलानु किन आउनु पर्थ्यो आज यिनले देश ध्वस्त पारेको कारणले आफ्नो सपना जिन्दगी दाउमा राखेर आएको हामीसँग रेडियो टेलिभिजनमा काम गरेका साथीहरू युरोप अमेरिकामा छन् आज हामी यो अनुहार बिगारेर रातभरि नसुतेर यो दुनियाँ यो लफडाइ केको लागि थियो केको लागि जरुरी थियो यो यसरी कांग्रेस सुध्रिएको भए पहिला त्यो झापड खानुभन्दा पहिले सुध्रिया भए त्यो भाटा खानुभन्दा पहिले सुध्रिया भयो यो आगो लगाउनुभन्दा पहिले सुध्रिया भए कांग्रेसमाले माओवादी ठेगानमा आइदिया भए आज जनतालाई दुःख हुन्थ्यो आज अझै आज मैले अलि यसो हेरेको छु मैले त्यो यसो हेरेको छु त्यो उसमा चाहिँ त्यो कांग्रेसले चाहिँ फलानो जेन्जीको सहित फलानो जेन्जीको बुवालाई आमालाई समानुपाती कोटाबाट लाज लाग्दैन कांग्रेसलाई गोली हान्ने आफै गएर गोली हान्ने छोरो मारिदिने आमालाई ल्याएर सांसदको कोटामा राख्ने लाज लाग्दैन कांग्रेसलाई कसले हाने गोली घरमा गएर आगो लाउने पाल लगेर जाने हामी त राहत दिन आछौँ न भने आफू गएर पछाडिबाट गएर आगो लाउने अगाडिबाट पाल लिएर जाने उताबाट गएर खानाको भाँडा घोप्टाइदिने यताबाट भात लिएर जाने हामी त राहत दिन लाज लाग्दैन कांग्रेसमा अहिले यसो हेरेको छु मैले त्यो कोटामा चाहिँ फलानो शहीदको आमालाई चाहिँ समानुपाती कोटामा भाटा हानेर लड्नुपर्छ सामन्तीलाई गोली हाने कोले बस्थ्यो त्यहाँ पर मानिसमा गोली हान्ने बेला को थियो देशको प्रधानमन्त्री को थियो देशको गृहमन्त्री कसले दियो त्यसको आदेश थियो आक्रोश आवेगको मात्र कुरा होइन जेनजी ढलेको छ सिंहदरबारमा आएको बलेको छ दन्दनी जलेको छ बजारमा रगतभित्र मान्छे चाहिँ लतपतिएर बसेको छ देश खरानी भएको छ त्यहीभित्र हेरेर यिनको हुङ्कार छ म बाघ हुँ म सिंह हुँ म त बाघ हुँ बाघ आयो फलानुको बाघ भनेछ अझ मलाई यसो भनेर फलानु भनेको त एमालेको बाघ हो नि बाघ एउटाले बाघ हुँ भनेको छ अर्कोले गाई हुँ भनेको छ अर्कोले गोरु हुँ भनेको छ अझ एउटाले मलाई भन्यो दाइ एमालेको त फलानु बाघ हो नि भन्थ्यो हो भाइ यिनीहरू बाघै हुन् सिंहै हुन् तर बाघ भए पनि सिंह भए पनि जनावर त जनावरै हो नि त जे भए पनि हो यिनीहरू जनावरै हुन् भाइ यिनीहरू ठिक बनाउने यिनीहरू बाघै हुन् सिंहै हुन् मान्छे खाने रगतै खाने अस्ति एउटाले गीत गाएको साई पनि एमाले मै पनि एमाले मेरो त रगतमा एमाले छ भने हो ठिक बनायो यिनीहरूले प्रत्येक जन्जीको रगतमा एमालेको रगत छ प्रत्येक रगतमा चाहिँ एमाले छ अहिले मैले यसो देखाएको छु त्यहाँ चाहिँ उसमा अब त एमाले अस्ति त्यो महाधिवेशनमा यसो हेरेको मैले त्यो हुङ्कार त्यो अध्यक्षको अब त एमाले त कुकुर उठाए पनि जित्छ अब एमाले त मान्छे उठाउनै पर्दैन कुकुर उठाए पनि जित्छ भने केपी ओलीलाई उठाउनुभन्दा कुकुर उठाउनु ठिक छ बरु एमाले कम्तीमा कुकुर बहादा त उठायो हुन्छ बरु केपी ओलीलाई अब पनि उम्मेदवार बनाएर ल्याउनु भन्दा
बरु एमाले कुकुर उठाउनु बरु अलि राम्रो जातको कुकुर अलि हाइब्रिड जातको कुकुर अलि के जर्मन सेफर्ड अलि भोटे कुकुर के हुन्छ अलि वफादार अलि दमदार कुकुर अलि पराया बेला लड्न सक्ने खालको मैले यसो हेरेको छु म समाचार हेरेको छु रातभरि अचम्मै परेको छु म यिनीहरूलाई देखेर म त बाघुङ म त हुँ गर्दै बजारमा म त हुँ गर्दै यिनीहरू सर्लालर चिडियाखाना थुन्नुपर्छ बाघवटा बजारमा छोड्नु हुँदैन यो कुरा अहिले जनताले बुझ्नुपर्छ सबले बुझ्नुपर्ने बेला हो दलित जनजाति मधेसीका कुरा पछि अहिले मलाई कतिपय साथीहरूले भन्नुहुन्छ चाहिँ तपाईँ दलित मात्रै भन्नुहुन्छ दलित पीडा छ घृणा छ अन्याय छ अत्याचार छ यो बोल्नुपर्ने बेला छ यो बेलामा तर म अब दलित मात्र कुरा छैन देशको कुरा छ कतिपय साथीहरूलाई त्यो बेला अब सिँगै बस अब त्रिशुलीमै उत्तानो परिसकेपछि टिभी कति राम्रो थियो भने भित्र टिभी मात्र बसेर भयो यति राम्रो एलइडी टिभी फुट्छ कि भनेर अब हामीले दलित मात्रै भने भित्र सिट मात्र बस्नु जरुरी छैन देश पहिला देशपछि अरू त्यसपछि अरू यसपछि अरू देश पहिला हुनु पर्यो पहिला देश बच्नु पर्यो अनि म त्यस्तो साथीभाइलाई यहाँ भनिरहेको छु अहिले हामीले यो तयारी पनि हामी पनि कुरा गरिरहेका छौँ हामीले पनि गएर भन्यौँ रवि लामिछानेलाई जेलमै गएर पनि भन्यौँ यो बेलामा देशलाई सङ्कट परेको छ यो देशको नेतृत्व कसैले गर्न सक्छ यो बेलामा भने यो आन्दोलन नेतृत्व कसैले गर्न सक्छ भने त्यो रवि लामिछाने हो मसँग तिर्ने पैसा छैन तर म जेलमा बसेर रवि लामिछानेलाई छोड्न मिल्छ मलाई जेलमा हालिदिनुहोस् कोही न कोहीले जेल कुर्नुपर्छ कोही भाग्छ भन्ने लाग्छ भने म जेल कुर्छु भने मैले त्यहाँबाट भनेर आएँ किन देशलाई सङ्कट परेको थियो यो बेलामा देशलाई अप्ठ्यारो परेको थियो त्यो बेलामा हामीले बालन शाहलाई पनि गएर भन्नु तपाईँ मिल्नुपर्छ हामीले बालन शाहलाई पनि गएर तपाईँले यो देशलाई सङ्कट परेको बेलामा उहाँ राजनीतिमा आउने इच्छा अनिच्छा के थियो थाहा थिएन तर अस्ति उहाँले मलाई घरमै पनि बोलाउनु भयो र छलफल गर्नु ल भनौँ हामीले के गरौँ भने तपाईँ आउनुहोस् नेतृत्व गर्नुहोस् देशलाई सङ्कट परेको छ देशलाई अप्ठ्यारो परेको छ हामीले कुलमान घिसिङलाई गएर पनि भन्यौँ हिजोसम्म कतिपय मिल्ने नमिल्ने धेरै खालको कुरा हामीले गएर भन्यौँ दाइ देश पहिला हो पहिला देश बन्यो भने देश रह्यो भने पहिला छलफल गरौँला भित्र पहिला देश बचाउँ लोकतन्त्र बचाउँ गणतन्त्र बचाउँ यिनीहरू त अहिले बजारमा न्यु खोज्दै हिँडेको कति बेला मसँग ठोकेर कहिले यसो म यिनीहरूलाई कस्तो हुँदो रहेछ भने गएर डङ्गा आफैले ठोकिने अनि झापड हानिदियो भने नभए हाने भनेर त्यो न्यु खोज्दा हिँडेको छन् अहिले काङ्ग्रेस एमाले बजारमा यसो छाती म त यसो गर्दै कोही ठोकेर मलाई हानिदिया भए न्यु खोज्दै भनेर हिँडेको छन् अहिले बजारमा कसरी हुन्छ चुनाव भाड दिनु पाए हुन्थ्यो भन्नेमा छ हिँड्नु अहिले बजारमा यो बेलामा सबै एक ठाउँमा जुट्नुपर्छ है सबै एक ठाउँमा मिल्नुपर्छ है हामीले कलाकार भन्यौँ प्रकाश सपुतीहरू पनि त्यो इच्छा प्रकट गरेका थिएनन् रिमा विश्वकर्माहरूले त्यो इच्छा प्रकट गरेका थिएनन् कोही क्रिकेटरहरूले इच्छा प्रकट गरेका थिएनन् तर हामीले तत्तको ठाउँमा विज्ञता हासिल गरेका मान्छेहरू आउनुहोस् यो देश बनाउने बेला भयो यो 8 क्लास पढेको मान्छेले चाहिँ त्यो देश चाहिँ होल्ड गरिदिँदाखेरि अहिले अस्ति मान्छेले कतिपय भने यो 22 र 23 गते 23 र 24 गते आन्दोलन भयो भने 23 र 24 गते आन्दोलन भएको त्यो हर्ट एट्याक भएको थियो छोराछोरीलाई चाहिँ राम्रो बोर्डिङमा पढाउने अमेरिका पढाउने अस्ट्रेलिया पढाउने अक्सफोर्डमा पढाउने अक्सफोर्ड पढेर आएको आइफोनको कम्पनीमा काम गर्ने मान्छे आछ बजारमा इन्जिनियर बनेर आछ आइफोन हातमा समातेर रातोले काट्ने हरियोले उठाउने भन्ने मान्छेले देश चलाएर बसेको छ अनि पड्किन्न देश यहाँ संसार कहाँबाट कहाँ पुगेको छ 8 क्लास पढाएको मान्छेले टाँगडाएर हुम म यो त भनेर कुट्याउला यसो गरेर डसेर बसेको छ संसारलाई डसेर बसेको छ तर हुम बागुम म त भन्दै बसेको छ बजार यो कुरा बुझ्नु जरुरी छ यो बेला हामीले सबैलाई भनेको यो बेलामा चाहिँ सबै एउटा किट्टामा आउँ भनेर चाहिँ हामीले सबैलाई अपिल गरेका छौँ।